ल साथीहरू, अब यो नेटा ओर्लिसकेपछि नास्ता खाइसकेपछि मैले गर्ने यात्रा भनेको यतातिर हो, जुन चाहिँ यहाँबाट ओह्राली झर्नुपर्छ हैन। यहाँ तल देखिएको ज्यार्कुले पुल हामी देखिरहेका छौँ। त्यो पारिपट्टि चाहिँ खल्टुकुरा हैन, ठुलो खल्टुकुरा भनेको चाहिँ यता साइडमा चाहिँ यो वन देखिरहेको छ। यता सानो खल्टुकुरा अनि मजुवा यता भित्र। मजुवा भने चाहिँ सिधै पारि देखिएको जुममा मेरो गाउँ त्यहाँ हो। आज म पुग्नुपर्ने त्यहाँ पारि। अनि साथसाथै यतातिर त्यहाँदेखि त्योभन्दा नि पारिपट्टिको जुन खनिरहेको रोड खनिरहेको जस्तो देखिएको छ, घुमाउटो है, एक ठाउँ पहिरो गएको जस्तो देखिएको छ, त्यो चाहिँ रजेना। अनि नेक्स्ट भोलि पुग्नुपर्ने गन्तव्य मेरो त्यहाँ हो हैन। साथसाथै त्यहाँदेखि यता माथिरको जुन ठुलो डिस्को डाँडो देख्नुहुन्छ त्यो छातेको डाँडो हो। समय मिल्यो भने त्यहाँनिर पनि भिजिट सो भ्रमण गर्नुपर्छ। यो भोलिको समय हो, भोलिको अवस्थाले के जनाउँछ त्यही अनुसार हामी अघि बढ्छौँ। यहाँ झोला मैले चाउचाउ हालेको थिएँ होइन नेताबा, अनि उता लानको लागि। अनि प्लस एउटा चाहिँ यसो खानु मन लाग्यो छिको है। कोसिलीको लागि हालिदिएको है, कोसिल त होइन यो सुगन छ, तर मैले चिसो खाँदिनँ होइन। सिलवाला बोतल हो, खानु मिल्दैन। एउटा चर्चाको छिएर खानु पर्यो। ढल्ला यार फेरि कति सानो हुन्छ कति हो राति 2020 रुपिस आउनुभयो। नै नास्ता त भए पनि खाएको, चाउचाउ हाले चाहिँ एकछिन चाउचाउ खाएर बस्नु भन्छ। ए हजुर पछाडि आउँदै आउँदै हेर्नु आउँदै हेर्नु चिन्नु भएन र ए गोकर्णेको मान्छे हो, गोकर्णेको। चलो साथीहरू है, चाउचाउ खाने चिज त होइन, चाउचाउ कहिले काहीँ जिब्रोको टेस्टको लागि कहिले काहीँ मात्रै खान्छु। सो यस्तो जति पनि प्याकिङ गरेका चिजहरू जति पनि छन् त्यसलाई चाहिँ जङ्क फुड भनेर भनिन्छ हामीले चाहिँ होइन। यस्तो जङ्क फुड चाहिँ त्यस्तो धेरै चाहिँ खानु हुँदैन होइन। बनाउनलाई चाहिँ खानालाई बनाओ होइन, तर यसको लिमिट होइन, यसको खाने तरिका टेस्ट लिने कहिले काहीँ मात्रै होइन। यसको खाइरहने बानी चाहिँ बसाल्नुहुन्न भनेर भन्नु खोजेको है। सो अब चाउचाउ खाएर पनि भ्यान लाग्यो। अब एकछिनमा हिँड्नुपर्छ नि, उहाँहरू अगाडि जानुभएको
लजना दिदी हुन्छ चाहिँ गइसक्नु भयो होइन नहल्का गाडी आइरहेछ गाडी माथिसँग आयो जस यो हरियालीसँगै हरियालीलाई डाँडा पाखा हेर्दै हेर्दै रमाइलो ठाउँ चिसो हावापानी है एकदमै सुन्दर ठाउँ एकदमै रमाइलो यहाँ छ हजुरहरूले भिडियो पनि मैले पोस्ट गर्नेछु त्यो पनि हेर्नु होला है सो अहिले टाइम हो बाई बाई राख्नु त ओके माथि माथि सागरको अब यहाँ देख्न सक्नुहुन्छ तपाईले यसरी म तल मजुवा खोला तरेर यता 4 किलो खोलातर्फ लाग्दैछु त्यसै यो यात्रा गर्दै गर्दा यस्तो धान पाएको देखेँ अनि खिच्न मन लाग्यो यतातिर माथितिर धान काट्दै पनि हुनुहुन्छ आहा क्या मजाको दामी फलेको छ धान हैन यसरी देख्न सक्नुहुन्छ अनि यसरी धान काट्ने बेला भएछ यतातिर है अनि यहाँनिर राम्रो छ यहाँनिर छेउमा भने अलिकति रोग लागे जस्तो देखिन्छ धानमा है यसरी देखिन्छ अनि हामी अब अगाडि बढ्छौँ मेरो यता अगाडि चाहिँ 4 किलो खोलाको पुलतर्फ हामी लाग्दैछौँ है गाइजहरु यहाँ चाहिँ मजुवाला र 4 किलो खोला दोभान यहाँ छ यहाँनिर 4 किलो खोला पुल यहाँनिर धान काट्ने काम एकदमै चलिरहेको रहेछ पुल नजिकै अब हामी पुल तरेर पारी जाँदैछौँ हैन अनि यो पुल तर्दै गर्दा आनन्दको यो धान काटेको दृश्य हेर्दै हैन यहाँनिर देख्न सक्नुहुन्छ यहाँ अब धान चुत्न अब झाट्नको लागि रेडी मुठा पानी दिइरहेछ हैन यतातिर धान काट्दैछन् ए हो हामी अघि खल्टुकुरामा आइसक्यो गोरुले हान्ने हाल्ला भन्ने डर हान्छ कि भनेको आफै डराएर भागे रहेछ जस्तो लाग्यो अनि अघि बढौँ यो चाहिँ खल्टुकुरा गाउँ हो हजुरले देख्न सक्नुहुन्छ अनि अर्को दृश्य म तपाईलाई देखाउँदैछु यो पारीदेखिको ल धेरै नजिक आयौँ यो रजना हो यहाँदेखि माथि रजना त्यहाँदेखि रोड खनेर आएर यता पालतिर देख्नुहुन्छ यो चाहिँ पुरै गाउँ भन्ने हो यहाँ चाहिँ म रोड चाहिँ दामी देखिया छ है राम्रो छ अनि यता चिङ्गाड खोला यो चाहिँ चिङ्गाड खोला अलिकति जुम गरेर देखाउँ अनि चिङ्गाड खोलामा पनि धान काट्ने तापा ताप्ने छ यता कतै काटिसकिएको छ भने कुनै ठाउँमा काट्न बाँकी रहेको छ यहाँनिर यसरी काटेर काट्नको लागि यसरी काटेर सुकाइएको छ धानहरू अब भोलि पर्सितिर यहाँ पनि यहाँको धान पनि झाँटेर घरमा चाहिँ पुर्याउँछन् होला यहाँ वालतिर चाहिँ पाकेर रेडी छ अब काट्नलाई रेडी अवस्थामा हो यो एकदम पाकेर प्यालो भएको छ है देख्न सक्नुहुन्छ हजुरले यसै यस्तो छ गाइजहरु दृश्य निहाल्दै हामी अगाडि बढ्छौँ मजा पुरानो बाटो आइज भनेर आएको अब पुरानो बाटो बिचोक ताल भएछ पुरानो बाटो त कोही नहिँदो रहेछ क्या छ कुरो लागि किन ल आधी बजी त
खाइयो अब अझै छ हौ अब धेरै छैन अब आधी घन्टा हिँडेपछि यो वन काटिन्छ कि भने हो कुरो लाग्यो थकाइ लाग्यो के लाग्यो गाह्रो छ मलाई कस्तो जङ्गलमा गएका हो के गर्न गएको हो भनेर साथीभाइ किनभने मेरो जन्मेको गाउँ आउनु पनि गाह्रो थियो उता अब रोडै रोड गएको भए राम्रो हुन्थ्यो होइन के गर्ने गाउँमै गाडी पुग्न त पुग्छ तर गाडी राति अबेला आउने भएको कारण अहिले सबै आइदियो भनेर हो है गाडी भर्खर अब सुर्खेत पुग्यो होला अहिले सुर्खेतबाट फर्किँदै के गर्दा रातिको 7-8 बजी हाल्छ अब अहिले कति बज्यो अहिले ठ्याक्कै अब 4 बज्न आँट्यो केटा साथीहरू अब आधी घन्टा हिँडेपछि म पुग्छ होला है गाह्रो छ हौ यस्तो कुरोले भेटायो कुरो फाल्नु पर्यो गाह्रो छ मलाई ए तेरिका कुरो रहेछ कहाँबाट छिरेछ गाह्रो छ मलाई थकाइ पनि लाग्यो कुरो टिपौँ भनेको बिजोग ताल भएछ मेरो त्यो गाई छ अब एकछिन आराम भयो अब चाहिँ लाग्नुपर्छ अब धेरै छैन थोरै छ अब यो वन कटेपछि मेरो गाउँ आयो म जन्मेको ठाउँ है गोगनी भन्ने ठाउँ आइपुग्छ यो वन चाहिँ तपाईँको ठुलो वन भनेर भन्छ यो वन यता चाहिँ फाल्टु कुरा पऱ्यो भने यता म अगाडि जाँदै गरेको छु मेरो गाउँमा जन्मेको ठाउँ गोगनी पर्छ होइन म चाहिँ आज मेरो बास गोगनी हुन्छ गोगनी ठ्याक्कै कौमा मामा घर हुने हो मामा घर चाहिँ मामा घरै हुन्छ होला है अनि ठुलोमा कन्चामामा कुन मामाको घर हुने हो थाहा छैन अब गएपछि कता बस्नु भन्छ त्यो अनुसारले बस्नुपर्छ अब कुरो त टिप्नु पऱ्यो होइन कुरो लगेर जानु त भएन गाईहरू अघि साला बाबुलाई फोन गरेको जङ्गल होला आलिबोली हिँड्न छैन त्यो बाटो यसो लट्ठी लिएर लट्ठीले पन्छाउँदै आउनु भन्ने त भन्यो लट्ठी बनाइएन गाह्रो छ मलाई लट्ठी पनि बनाइएन कुरो लागिहाल्यो केही ल ओके साथीहरू म चाहिँ अब लागेको कुरो अब यस्तै हो अलिअलि टिप्यो अलिअलि त एउटा दुइटा रहन्छ त्यो हुँदा अब पुग्यो टिपाउँला बाँकी भन्दाखेरि बाघ लाग्ला भनेर भन्नु थियो बाघ त लाग्दैन जरु यो तल देखिएको चाहिँ हेर्नुहोस् है लापन खोला है चाहिँ लापन खोला है यहाँ धान चाहिँ अब पाक्न लाएर छ रातो भएको छ होइन चाहिँ यो लापन खोला अनि यता देखिन्छ हुन्छ यता रोड पनि खनिरह त्यो यता पर देखिएको चाहिँ चिङ्गार खोला यहाँबाट तल चाहिँ चिङ्गार खोला र लापन खोला मिसेको दोभान है त्यहाँदेखि माथि गोगनेपट्टिको वन बाटोमा यात्रा गर्दैछु अनि जुन यो पहाडी देखेको यो वन चाहिँ रजेना है अब आइसकेँ म करिब अब यता अगाडि अब यहाँ यो घरको छानो देखियो अब यहाँदेखि गोगनेको गाउँ सुरु यहाँ देख्न सक्नुहुन्छ यहाँ यो जुम गरिरहेको मैले यो घरको छानो देखिरहेको छ थोरै के राम्रोसँग क्लियरसँग देखाएन है यो वन कट्न पनि यत्रो छ अब ओके अघि बढौँ साथीहरू यहाँसम्म अब यो वनको यात्रा गर्दै गर्दा यहाँसम्म रोड खनेको रहेछ होइन पहिलाको पुरानो बाटो चाहिँ छैन अब रोड आयो अनि रोड आउँदै गर्दा अब वन त सक्यो होइन अब रोड आएपछि बाटो खनेको रहेछ यहाँसम्म अब यहाँबाट उता चाहिँ खल्टुक्रा जोर्नेको लागि यहाँसम्म लिएर छ अब केही वर्ष पछाडि जोडिन्छ होला यो रोड पनि अनि जोडियो भने चाहिँ यसरी जङ्गलको बाटो चाहिँ हिँड्नु पर्दैन है अनि यसरी खुट्टाले पनि हिँड्नु नपर्ला साइड परे
यो बाटो खनेर चाहिँ पुरै घारी वनमाराले छपक्कै बनाएको छ। यो गाह्रो छ मलाई। अब रोड गाउँ पुगिन्छ अब एकछिनपछि हैन। सो ओके बाइ बाइ। आजको भिडियो चाहिँ यति नै है। अब सायद ल म गाउँ आइसकेँ भन्नुपर्छ। अब यो थोरै छ अब अनि पछि बाँकी गाउँको भिडियो हैन अनि अन्य दृश्यहरू चाहिँ म तपाईहरुलाई अब यो नेक्स्ट भिडियोमा चाहिँ देखाउँछु। आजलाई भिडियो बनाउनलाई मसित मोबाइलमा ब्याकअप पनि छैन हैन। मोबाइल ब्याकअप गर्नुपर्छ अनि पछि भोलि फेरि नेक्स्ट भिडियो बनाउनुपर्छ। ओके बाइ बाइ।